नमस्कार साथीहरू, म एउटा सानो भिडियो बनाउँदैछु। हाम्रो नेपालको प्रधानमन्त्री केपी ओली ज्यूले आफैले प्रधानमन्त्री कार्यालय बालुवाटारमा र्याप गीत गाउने केटाहरू बोलाएर मजाले र्याप गाएको थियो। अनि फेरि एउटा केटोले अर्को र्याप गाइदिएछ। त्यो सुनेर हाम्रो प्रधानमन्त्रीको पारो तातेछ। केटोले च्याप्प समातेर थुनिदिएछ। आज ल हेर हरिबिजो बिचारा केटो, बैगुनी केटो नै रहेछ त्यो पनि। होइन हौ, केपी ओलीको विरुद्धमा एउटा गीत गाउँदैमा समातेरै थुनिनु पर्ने? यही हो लोकतन्त्र। ए केपी चोर, यो केपी चोर त केपी चोर नै रहेछन् हो। यो गीत गाउँछन्, नाच्छन्, त्यो उसको अधिकार हो नि। त्यो र्याप गाउने सिकाउनु चाहिँ केपी ओली आफै हो क्या। किनभने प्रधानमन्त्री कार्यालयमा दुईटा र्यापर केटाहरू ल्याएर गीत गाउने अनि दुईटा टिकटके मगन्तेहरू ल्याएर टिकटक बनाउने, यी केपी ओली आफै होइन त? आफै सिकाउने, फेरि अरूले नकल गर्यो भने समातेर थुनिने। भएन हौ केपी बा, भएन। यसो गर्यो भने तिम्रो जिन्दगी जता गयो त्यतै मान्छेले भ्याकुर खेदे चाहिँ ढुङ्गाले ठटारे खेदेर सिद्ध्याउला जस्तो छ तिम्रो। ल है साथीहरू, तपाईँहरूको पनि प्रतिक्रिया दिनु होला तल कमेन्टमा।